किताब विमोचन पछि एउटा दुईटा यसो प्रोग्रामहरूमा अलिअलि यताउता बोल्दाखेरि धेरै मान्छेहरूले अब केपी ओलीले श्रीमतीलाई अगाडि सार्न लागे कि क्या हो भनेर कता कता प्रश्न गरेको भन्ने कुरा मैले सुनेछु। तर केपी ओलीले मलाई राजनीतिमा जाऊ भनेर लगाएको पनि होइन, मैले राजनीति गर्छु भनेर यो कुनै गरेको पनि होइन। म एउटा सामान्य नेपाली हुँ, म इमान्दार नेपालको छोरी हुँ र मैले जति कुरा बुझेछु, मेरो मन मस्तिष्कले जति कुरा यो ठिक यो बेठिक भन्ने लागेको छ, ती लागेको कुराहरूलाई मैले अब किताब मार्फत या विभिन्न उसहरू मार्फत आफूलाई लागेका कुराहरू मैले व्यक्त गरेको। अब लागेको कुरा व्यक्त गर्ने अधिकार त सबैलाई छ नि, छ जस्तो मलाई लाग्छ।